नमस्ते, म रोशन भुसाल फेलिक्स स्टन बुटवलबाट। आज म एउटा सानो इन्फर्मेसन लिएर आएको छु जुन निकै महत्त्वपूर्ण छ। ध्यान दिएर सुन्नु होला। युके विद्यार्थी भिसामा अध्ययन गर्न जान लाग्नुभएका विद्यार्थी भाइ बहिनीहरूको लागि यो भिडियो अत्यन्तै महत्त्वपूर्ण छ। जुन विद्यार्थी भाइ बहिनीहरूले युके को भिसा पाइसक्नु भएको छ, जुन विद्यार्थी भाइ बहिनीहरू भिसा अप्लाई गरेर वेटिङमा हुनुहुन्छ र कति विद्यार्थीहरू युके पढ्न जानलाई सोच्दै हुनुहुन्छ, त्यो विद्यार्थी भाइ बहिनीहरूको लागि यो भिडियो निकै महत्त्वपूर्ण रहन सक्छ। युके पढ्न जानको लागि पनि केही तयारीहरू पक्कै पनि गर्नुपर्ने हुन्छ। तपाईले भिसा पाइसके पछाडि पनि तपाईलाई केही जटिलताहरू आउन सक्छन्। त्यसलाई तपाईले कसरी समाधान गर्ने त अथवा तपाई यसलाई स्मुथ कसरी बनाउन सक्नुहुन्छ त भन्ने कुरालाई आधारित भएर म यो भिडियो तयार गर्दैछु। युके को एयरपोर्टमा ल्यान्ड भइसके पछाडि इमिग्रेसन अथवा बोर्डर चेक गर्नुपर्ने हुन्छ। त्यो बोर्डर चेक गर्दा विद्यार्थी भाइ बहिनीहरूलाई युके भिआईका अथवा इमिग्रेसनका पदाधिकारीहरूले केही क्वेशन्सहरू सोध्न सक्नुहुन्छ र सो क्वेशन्सहरूको बारेमा विद्यार्थी भाइ बहिनीहरू जानकार भएर जानुपर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरूले कम्तीमा पनि आफूले पढ्न जान लागेको कोर्सको बारेमा, लेभल र ड्युरेसनको बारेमा जानकारी लिएर जानु होला। दोस्रो, विद्यार्थी भाइ बहिनीहरूले युकेमा पढ्न जान लाग्नु भएको युनिभर्सिटीको नाम र लोकेसनको बारेमा जानकारी लिनु होला। युकेमा आफ्नो अकोमोडेसन एरेन्जमेन्ट कसरी गर्दै हुनुहुन्छ भन्ने बारेमा पनि तपाईँ प्रिपेयर भएर जानु होला। यसको बारेमा पनि तपाईहरुलाई युके भिआईका पदाधिकारीहरूले प्रश्न सोध्न सक्नुहुन्छ र यदि तपाईँ यो कुराहरूमा क्ल्यारिटी हुनु भएन भने अरू थप प्रश्नहरूमा तपाईँ अल्झिनु पर्ने हुन सक्छ र तपाईँ सँगसँगै युके पढ्न जान लाग्नुभयो, पढाइ सकिसके पछाडिका तपाईका गोलहरू के हुन् त, फ्युचर प्लान्सहरूको बारेमा पनि कहिलेकाहीँ प्रश्न सोध्न सक्नुहुन्छ र फाइनान्शियल प्लानिङको कुराहरूलाई पनि जानकारी लिएर जानुपर्ने हुन्छ। आइदर तपाईले ब्याङ्कमा कति फन्ड राख्नुभयो अथवा लोन गर्नु, एजुकेसन लोन गर्नु भएको छ भने कतिको गर्नु भएको छ, कुन ब्याङ्कबाट गर्नु भएको छ, तपाईको अकाउन्टमा पैसा छ कि छैन, यस्ता विभिन्न किसिमका प्रश्नहरू सोध्न सक्नुहुन्छ। त्यस कारणले गर्दा यो सबै कुराको जानकारी तपाईले लिएको हुनुपर्छ। यदि तपाईँ यस्ता विभिन्न प्रश्नहरूको सरल सही उत्तर चाहनुहुन्छ भने पक्कै पनि तपाईले इन्टरभ्यूको राम्रो तयारी गर्नुपर्ने हुन्छ। यस्ता इन्टरभ्यूलाई सामान्य रूपमा लिएर मैले त भिजा पाइहालेँ नि, अब त म युके जान सक्छु भन्ने खालका मनस्थिति बनाउनु भएको छ भने तपाईले पक्कै पनि गलत गर्दै हुनुहुन्छ। यसले भोलि बिहान तपाईलाई नेपालमै डिपोर्ट भएर फर्किनुपर्ने सम्भावना पनि रहन सक्छ। त्यस कारणले गर्दा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले सबै कुराको जानकारी लिएर मात्रै अगाडि बढ्नु होला। यदि यसको बारेमा तपाईलाई राम्रो तयारी गर्नु छ, भरपर्दो कन्सल्टेन्सीको खोजीमा हुनुहुन्छ भने फेलिक्स स्टन बुटवल तपाईको उत्तम विकल्प हुन्छ। यहाँ तपाईले ब्रिटिश काउन्सिल सर्टिफाइड काउन्सिलरहरूबाट तपाईले काउन्सिलिङ पाउनुहुनेछ र डकुमेन्टेसनलाई स्मुथ र इजी कसरी गर्ने भनेर राम्रो गाइडेन्स पाउनुहुनेछ। त्यसकारण यदि तपाईँ युके पढ्न जान चाहनुहुन्छ भने अथवा इन्टरभ्यूको तयारी, भिजा पाइसक्नुभयो अब कसरी तयारी गर्ने हो भन्ने तपाईँ सोचमा हुनुहुन्छ भने फेलिक्स स्टन बुटवल तपाईहरुलाई सहजीकरण गर्न तयार छ। फेलिक्स स्टन बुटवल भिजिट गर्नु होला र आफ्नो युके पढ्न जाने सपना साकार पार्नु होला। हस्त, नमस्ते।